के हो यो? काङ्ग्रेस र एमाले मिलियो छ अरे, त्यही सुनिन्छ। मन्त्री बनिरह्यो भनेर सुनिन्छ। मैले आलोचना गरेको होइन, धेरै राम्रा छन्। तर काङ्ग्रेस र एमाले मिलिसकेपछि 1 महिनाभित्र पैसा नलाग्ने निर्णय त सबै गर्नु पर्यो नि। जनताले पाउने सुविधा त जनताले पाउनु पर्यो नि। अहिलेको व्यक्तिहरूबाट मुलुक अगाडि बढ्न सक्दैन। बन्ने भए 32 वर्षसम्म केही बनिसक्थ्यो। वरिपरि गरिबहरू राखेर झुपडी बनाएर बिचको त्यो महल सुरक्षित बन्न सक्छ? बन्न सक्छ? सक्दैन। जहिले सुन, जहिले भ्रष्टाचार, जहिले योजना भएन, यसरी मुलुक हुन्छ। यो बजेटले इन्फ्रास्ट्रक्चर बनाउने मात्र होइन नि, मान्छेको मौलिक मनस्थितिको इन्फ्रास्ट्रक्चर पनि बनाउनु पर्यो नि, जसले आशा सिर्जना गर्छ। छैन। कहिले यस्तै कराछ, हल्ला गरेको छ, एकले अर्कालाई गाली गरेको छ, मुलुक बन्छ। गाली गरेर बन्ने भए त नेपालको पार्लियामेन्टमा जतिको सबैभन्दा बढी गाली गर्ने को हुन्छ? आज चोर डाका भनेको छ, भोलि मिलेको छ। नैतिकहीनहरू बन्ने हो भने कसरी मुलुक बन्छ? नेता बनेको छ, उद्योगपति बनेको छ, ठुला मान्छे बनेको छ, आफ्नो घर बनाएको छ, आफ्नो परिवार बनाएको छ, वरिपरि गरिब राखेर रमाएको छ, चुनावका बेलामा ढाँटेको छ। यसले मुलुक बन्छ। 64 अरब खर्च गरेर ल्याएको मेलम्चीमा पानी आउँदैन, उद्घाटन मात्रै हुन्छ। किन देख्दैनन्? किन यत्रो नेतृत्व गरेका व्यक्तिहरू प्यानो चिज देख्दा पनि रमाउँछन्, पैसा देख्दा पनि रमाउँछन्, जनतालाई ऋणको भारी बोकाउने, तर ती चल्न नसक्ने, तिनलाई कारबाहीको दायरामा ल्याउनु पर्दैन? तिनलाई हाल्ने हो जेल बल्ल। न एयरपोर्ट बनाउने, एयरपोर्ट चल्छ, न खानेपानी योजना चल्छ, न सडक सम्पन्न हुन्छ। हाम्रो सरकार छ, हामी मन्त्री हुन्छौँ, हाम्रो प्रतिपक्ष छ, सबै कुनै देशको बारेमा चिन्तनै हुँदैन। यो ठाउँमा देशको बारेमा, जनताको बारेमा, गरिबको बारेमा चिन्तन गर्ने थलो यसलाई बनाउनु पर्यो। हामीले निर्णय गरेका, हामीले गरेका बजेटका कुराहरू, हामीले पास गरेका बजेटका कुराहरू अदालतबाट रोकिन्छन्। किन? यो संसद कमजोर हो? यही संसदले बनाएका न्यायालयका न्यायमूर्तिहरू होइनन्? किन रोकिन्छन्? यो पनि एउटा सवाल छ नि। किन कमजोर हुँदैछ हाम्रो संसद? किन हुँदैछ? यो पनि एउटा हामीले सवाल हामीले उठाउनुपर्छ। त्यसकारण सभामुख भए हामीले राजनीति गऱ्यौँ धेरै, चाहे सडकमा होस् चाहे सडकमा होस्, हामीले राष्ट्र नीति बनाउन सकेनौँ। नेपालभित्र नेपाली खोज्न पर्ने अवस्था आइरहेको छ। कसरी? आदरणीय केपी शर्मा ओलीजीको समयमा हामीले नक्सा पास गऱ्यौँ। न हिमाल, न पहाड, न तराई, न धोती, न नाक, न टोपी, न दौरा सुरुवाल, हामी सबैले सर्वसम्मत पास गऱ्यौँ। पास मात्रै गरेनौँ, देशभरि दीपावली मनायौँ सभामुख भए। तर त्यो पास गरेको नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन सकेन। जबसम्म ती मान्छेहरू हामी चिन्न सक्दैनौँ, यो मुलुक हामीले बनाउन सक्दैनौँ। सभामुख महोदय, नेपालभित्र नेपाली चिन्न पर्ने अवस्था भयो कि यो मुलुक के सीमित मुक्ति भरका लागि हो? कि हामी यति धेरै संसदको आवश्यकता थियो, यति धेरै प्रदेशको आवश्यकता थियो, यति धेरै प्रदेश सदस्यहरूको आवश्यकता थियो, कि यति धेरै मन्त्रीहरूको आवश्यकता थियो, प्रदेशदेखि केन्द्रसम्म मन्त्रीहरूको आवश्यकता थियो? के सरकारको काम होइन, सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो? सरकारको काम आफ्नो स्वार्थ मात्रै हो? कि ठुला बडाहरूको वरिपरि ठुला घर बनाउने, आफ्नो घर बनाउने, वरिपरि गरिब राख्ने हो? के सरकारको काम विदेशीका युवाहरूलाई फर्काउने काम होइन? हिजो हामी विद्युत प्राधिकरणको कुरा गऱ्यौँ। अहिले तपाईँलाई आरेको, तपाईँलाई 4वटा प्लेनहरू ग्राउन्डेड छन्, दिनमा 5 करोड रुपियाँ लस भइरहेको भनेर सुनिराख्नु परेको छ। र अहिले फेरि एनसिएलको यो के हो? जहिले पनि के साना व्यक्तिहरू मिलेर यो भ्रष्टाचार भइरहेको छ? साना व्यक्तिहरू मिलेर यस्तो बदमासी भइरहेको छ। सधैँ एनसिएल कहिले 65 खरब तिरेन, कहिले 65 अरब तिरेन, कहिले विद्युतको पैसा तिरेन, कहिले के? यो के नाटक हो? के नाटक हुँदैछ? 5 वर्षमा जेल बसेको छु, पिटाइ खाएको छु, तर नेतृत्वको इच्छा शक्ति नहुँदा हामी काम गरौँ भन्दा पनि हामीले जवाब दिन पर्ने यो भारी अब हामी बोक्न सक्दैनौँ। हामी झगडा के गर्छौँ भने कति हस्पिटल खोल्न दिने कि नदिने, हामी त्यहाँ झगडा गर्छौँ। 100 जना विद्यार्थीभन्दा थोरै बढायो भने कति पैसा पाइन्छ? वा एफिलिएसन दियो भने कति पैसा पाइन्छ? हामीले त्यस बारेमा जान्छौँ। हामीले
हामीले हाम्रो मेन पावर विदेशमा बिकिरहेको छ। हामीले क्वालिटीमा कहिले जिम्न दिने, क्वालिटीको बारेमा कहिले कुरा गर्ने? चामल सडेको छ, कर्णालीको जनताले भात खान पाएको हुँदैन, चामल सडिरहेको हुन्छ। जनताले औषधि पाएको हुँदैन, औषधि सडिरहेको हुन्छ। कसले हेर्ने यो मोनिटरिङ? कसले गर्ने हो? यो स्थिति, यो मुलुकलाई यो स्थितिसम्म हामीले कहिलेसम्म राख्ने हो? हिजो हामी विद्युत प्राधिकरणको कुरा गऱ्यौँ। अहिले तपाईँलाई आरेको तपाईँलाई 4वटा प्लेनहरू ग्राउन्डेड छन्, दिनमा 5 करोड रुपियाँ लस भइरहेको भनेर सुनिराख्नु परेको छ। र अहिले फेरि एनसिएलको यो के हो? जहिले पनि के साना व्यक्तिहरू मिलेर यो भ्रष्टाचार भइरहेको छ? साना व्यक्तिहरू मिलेर यस्तो बदमासी भइरहेको छ। सधैँ एनसिएल कहिले 65 खरब तिरेन, कहिले 65 अरब तिरेन, कहिले विद्युतको पैसा तिरेन, कहिले के? यो के नाटक हो? के नाटक हुँदैछ? त्यसकारण यसको सम्बन्धित मन्त्रीहरूले यसको जवाब दिनुपर्छ। सरकारले यसको जवाब दिनुपर्छ। एनसिएलले पैसा तिर्न पर्दैन? जनतासितबाट पैसा लैजाने, चलाउने, जनताबाट पैसा लिइसकेपछि सरकारले लिनु पर्दैन? कुनै न कुनै गडबडी, बत्तीको बिल तिर्नको निम्ति झगडा, पैसा तिर्नका निम्ति झगडा, प्लेनहरू ग्राउन्डेड हुने, के यो मुलुकपट्टि कसैलाई चिन्ता छैन? सरकार के का निम्ति, प्रजातन्त्र के का निम्ति, केही सीमित व्यक्तिहरूलाई बर्बालुट गर्नका निम्ति यो प्रश्न उठेको छ। आदरणीय सभामुखजी मार्फत यसको जवाब सरकारले तुरुन्त दिनुपर्छ, यसको रुलिङ पनि गर्नुपर्छ भन्ने कुरा मैले राख्न चाहन्छु। सभामुख महोदय, हामीले सामान्य कुरा जसलाई सरकारलाई आर्थिक भार पर्दैन, मैले बारम्बार भने यो सदनमा, एउटा वीर हस्पिटलमा, एउटा टिचिङ हस्पिटलमा, एउटा क्यान्सर हस्पिटलमा हामीले फार्मेसीबाट औषधि दिउँ त। चितवन क्यान्सर हस्पिटलमा एउटा क्यान्सर भएको व्यक्तिलाई 35,000 रुपियाँ एउटा केमो दिन लाग्छ। 17-18वटा केमोहरू दिनुपर्छ। यदि फार्मेसीबाट दिउँ भने 35,000 को 10,000 मा पाइन्छ। अहिले पनि वीर हस्पिटल र टिचिङ हस्पिटलमा औषधि ल्याउँ भने त्यो लेखेको बिलभन्दा 60% जनताले औषधि उपचार कम पैसामा पाउँछन्। त्यति गर्दा पनि 40% नाफा हस्पिटललाई हुन्छ। सभामुख महोदय, यो गरिमामय सदन मार्फत, सभामुख मार्फत मैले यो कुरा राखिरहेको छु। कसैलाई मतलब छैन। गरिब मरुस् कि फालुस् कि जस्तो सुकै अवस्था होस्, हामीले पैसा नलाग्ने कुरा किन नगर्ने, किन निर्णय नगर्ने, यो प्रश्न मैले यहाँ राख्न चाहन्छु। त्यसकारण औषधि खरिद गर्ने कुरालाई G2G मार्फत गर्ने कि फार्मेसीलाई दिने कि यसको निर्णय होस्, यो कुरा मैले यहाँ राख्न चाहन्छु। इम्प्लान्ट, सभामुख महोदय, मानिसको हात भाँचिन्छ, खुट्टा भाँचिन्छ, हिप ट्रान्सप्लान्ट गर्नुपर्छ। पैसा हुने मान्छेले त बाहिर गएर गर्ला, तर त्यो प्लान्टको मूल्य नै छैन। 5,000 पर्नेलाई 50,000, 1 लाख बनिदिन्छ, जबरजस्ती राखिदिन्छ। त्यसकारण इम्प्लान्टको मूल्य फिक्स होस्। सभामुख महोदय, यो मैले आज यो गरिमामय सदन मार्फत राख्न चाहन्छु, जसले गरिबले प्राप्त गर्न सक्छ, बिरामीले प्राप्त गर्न सक्छ, पैसा लाग्दैन। यसले एउटा निर्णय मात्रै गर्दै हुन्छ, यस्ता काम किन नगर्ने, यो प्रश्न मैले राख्न चाहन्छु। सभामुख महोदय, आज यहाँ 1 दिन अगाडि एउटा माननीयजीले कुरा उठाउनु, वीर हस्पिटलमा एमआरआई मेसिनको बारेमा कुरा उठाउनु। यस्ता तमाम मेसिनहरू नेपालको निम्ति आवश्यक छ। चाहे किडनीको लागि होला, चाहे क्यान्सरको लागि होला, चाहे जुनसुकै बिरामीको लागि होला, मेसिनहरू ल्याउन सकिन्छ। ती मेसिनहरू कति पर्छ? सस्तोमा प्राप्त गर्नुहुन्छ। तर लडाइँ यही एनसिएलको जस्तो छ, लडाइँ विद्युत प्राधिकरण जस्तो छ, लेन्सिल 4वटा प्लेन ग्राउन्डेड भए जस्तो ग्राउन्डेड भएको छ मेसिनहरू। यसको बारेमा सरकारले चासो दिन पर्दैन। न बजेट लगानी गर्नुपर्छ, न केही गर्नुपर्छ। निगरानी मात्रै गर्यो भने अहिले नेपालमा हामीले सुरक्षित स्वास्थ्य उपचार जनतालाई दिन सक्छौँ नि। के हो यो? काङ्ग्रेस र एमाले मिलियो छ अरे, त्यही सुनिन्छ। मन्त्री बनिरहे भनेर सुनिन्छ। मैले आलोचना गरेको होइन, धेरै राम्रा छन्। तर काङ्ग्रेस र एमाले मिलिसकेपछि 1 महिनाभित्र पैसा नलाग्ने निर्णय त सबै गर्नु पर्यो नि। जनताले पाउने सुविधा त जनताले पाउनु पर्यो नि। यो कुरा मैले यो गरिमामय सदन मार्फत राख्न चाहन्छु। सभामुख महोदय, यो मुलुकमा आज बिहानदेखि साँझसम्म यति छोरी बेचिए, यति छोराहरू बेचिए, आज अरबमा यति बच्चाहरू बन्धक भइरहेका छन्।
तलब प्राप्त गरेका छन्। यस्ता समाचारहरू बारम्बार आइरहेका छन्। बिहानबाट साँझसम्म सुन्नुपर्छ भने अब पनि 21औं शताब्दीमा पनि हाम्रा बच्चाहरू युवाहरू बेचिने, हाम्रा छोरीहरू बेचिने, कुनै कानुन छैन, कुनै नियम छैन। एयरपोर्टमा हामीले कुनै यसको निगरानी गर्न सक्दैन भने यो सुरक्षा निकाय जनताले ट्याक्स तिरेर पाल्नुपर्छ भन्ने के छ? यसको बारेमा पनि छलफल हुनुपर्छ। हाम्रो गरिमामय सदनमा छलफल हुनपर्ने धेरै विषयहरू छन् सभामुख महोदय। अब छलफल नगरिकन हुँदैन। मेन मुद्दामा छलफल गर्नु पर्यो। कति दिन सरकार बनेको छ, सरकार बनाएको छ भनेको छ, सन्तुष्ट गरेको छ, मन्त्री बन्छ कि बन्दैन भनेको छ। यसरी हेरेर यो मुलुक अगाडि बढ्न सक्दैन। यो मुलुक बनाउने बाटोतिर लाग्नु पर्यो। होइन भने मैले पहिले पनि भनेको छु सभामुख महोदय, मेरो जीवनका 2-3टा निष्कर्ष मैले भनेको छु। म त अडियो युगमा हुर्केको हुँ। मैले रेडियो देख्दाखेरि के मान्छे यहाँ कसरी बोलियो होला, यसलाई भोक लाग्यो कि भनेर भुटेको मकै हामीले रेडियोलाई दिने गर्थ्यौँ। तर अहिले त्यो युगबाट पार भएर हामी भिजुअल युगमा आएका छौँ। सरकार त भाषण होइन, काम गरेर देख्नुपर्छ। यति कुरा मैले यो सदन मार्फत राख्न चाहन्छु। सङ्कट व्यवस्थामाथि पनि पर्छ, सङ्कट नेतृत्वमाथि पनि पर्छ, सङ्कट मुलुकमाथि पनि पर्छ। त्यस कारणले सरकार होइन, अब काम गरेर देखाउनुपर्छ। म व्यवस्थाका निम्ति लडेको हुँ। 5.5 वर्ष म जेल बसेको छु, पिटाइ खाएको छु। तर नेतृत्वको इच्छा शक्ति नहुँदा हामी काम गरौँ भन्दा पनि हामीले जवाब दिन पर्ने यो भारी अब हामी बोक्न सक्दैनौँ। गरिबका छोराछोरीहरू सरकारी स्कुलमा पढ्ने, धनीका छोराछोरीहरू प्राइभेट स्कुलमा पढ्ने, प्राइभेट स्कुलमा पढ्ने सबै छोराछोरीहरू त नेपालमा कोही पनि नबस्ने, सबै विदेश जाने, बाबुआमा पहाडको टुक्रामा एक्लै बस्ने। गरिबका छोराछोरीहरू तपाईँलाई अरब जाने, पहाडको टाकुरामा बाबुआमाले चाहिँ नि पानी पानी भनेर आफ्नो देह त्याग गर्नुपर्ने। हाम्रो दिल, हाम्रो मन, हाम्रो विचार, हाम्रो चिन्तनलाई कहिले पनि नछुने मुलुक कसरी बन्छ? शिक्षा भनेको के हो? शिक्षा भनेको के? वरिपरि गरिब राखेर आफ्नो घर सम्पद ठुलो बनाउने हो? वरिपरि गरिबहरू राखेर झुपडी बनाएर बिचको त्यो महल सुरक्षित बन्न सक्छ? बन्न सक्छ? सक्दैन। त्यसबाट हामीले हाम्रो शिक्षामा मूल्य, मान्यता, नैतिकता भन्ने हरायौँ। त्यसकारण अमरेशजीले भन्नु, गुरु पिटिन्छन्, शिक्षक पिटिन्छन्। गुरु भनेको के हो? अलिअलि गुरुले पिटेर त हामी यत्र भएछौँ। आमा बाबुले नपिटेको भए हामी के हुन्थ्यौँ होला? पिटेर त हामी पढेका हौँ। यस्ता कुराहरूलाई पनि हामीले लेख्नुपर्छ। त्यसकारणले हामीले बनाएका स्कुलहरूमा अब चेन्ज गर्नुपर्ने भयो। हामीले बनाएका विश्वविद्यालयलाई अनुसन्धानमूलक गर्नुपर्ने भयो। हाम्रा अनुसन्धानमूलक विश्वविद्यालय हेर्नुहोस्, सबै रिसर्च सेन्टरहरू बन्द हुँदैछन्। कि त पार्टीले पठाएका झोलेहरूले तलब खाएर बसिरहेका छन्, उसले केही परिवर्तनै गर्न सक्दैन, उसलाई नलेजै छैन। अहिलेको विश्वको प्रतिस्पर्धामा के शिक्षा भनेको अमेरिकाको फरक, बेलायतको फरक, चाइनाको फरक, रसियाको फरक, भारतको फरक त होइन। हाम्रो गाउँको कुनामा बसेर विश्वसित प्रतिस्पर्धा गर्न सक्छ नि। आज हामी त गजब छ। डक्टर पढौँ, इन्जिनियरिङ पढौँ, नर्स पढौँ, आइटी पढौँ। अहिले विश्वले के खोजिरहेछ? हामी झगडा के गर्छौँ भने कति हस्पिटल खोल्ने, हस्पिटल खोल्न दिने कि नदिने, हामी त्यहाँ झगडा गर्छौँ। 100 जना विद्यार्थीभन्दा थोरै बढायो भने कति पैसा पाइन्छ? वा एफिलिएसन दियो भने कति पैसा पाइन्छ? हामीले त्यस बारेमा जान्छौँ। हामीले हाम्रो मेन पावर विदेशमा बिकिरहेको छ। हामीले क्वालिटीमा कहिले जिम्मेवारी, क्वालिटीको बारेमा कहिले कुरा गर्ने? के हामीले बेच्नै छ? नेपाली बेची नै छ। डक्टर किन नबेच्ने? इन्जिनियर किन बेच्ने? आइटी जाऊ, आइटीको जम्मा एउटा 30वटा सिट दिन्छ। अहिले संसारमा आइटीको चलन चलिरहेको छ। अहिले चाहिँ घरमा बसेर आइटीको काम गरिरहेको छ मानिसले। कोरोना पछि घरमा अब अफिस चाहिँदैन, सरकारको अफिस चाहिँदैन, गाडी चाहिँदैन, तेल चाहिँदैन, घरमा बसेर काम गरिरहेको छ। त्यस्तो त्यो आइटीको सबै सिटै बढाउँदैन। त्यसकारण हाम्रो देशको आवश्यकता के हो? हाम्रो पहिचान के हो? ग्लोबल भिलेजमा हामीले प्रतिस्पर्धा गर्ने के हो भन्ने कुरा शिक्षामा छँदै छैन त कसरी यो मुलुक बन्छ? मुलुक बन्न सक्दैन। अहिलेको चिन्तन, अहिलेको सोच, अहिलेको व्यक्तिहरूबाट मुलुक अगाडि बढ्न सक्दैन। बन्ने भए 32 वर्षसम्म केही बढिसक्थ्यो। यो कुरालाई हामीले चिन्तन गरौँ। अब त्यसकारण मैले भनेको छु, रिफर्म गरौँ। एजुकेसनमा पनि रिसर्च रिफर्म गर्नुपर्ने भएको छ। पाठ्यक्रम कस्तो बनाउने, परीक्षा कहिले लिने, रिजल्ट कहिले निकाल्ने,
विद्यार्थी हो, जो विद्यार्थी तपाईँलाई टाटो बाटो छ भाषण गर्छ, उसले भन्न सक्दैन कि मेरो अहिलेको पाठ्यक्रम यस्तो हुनुपर्छ, मेरो परीक्षा हुनुपर्छ समयमा रिजल्ट निस्कन पर्छ भनेर भन्ने उसको प्राथमिकता राजनीतिमा छ। राजनीतिमा लाग्दा के हुन्छ, मेरो हालत छ नि त अहिले, मेरो हालत यत्रो वर्ष राजनीति गर्यौं यो हालत छ नि। त्यसकारणले हामीले नयाँ तरिकाले सोचेर हामीले हाम्रो ग्लोबल भिलेजमा बित्न सक्ने पाठ्यक्रमहरू हामीले तयार गर्नुपर्छ। हेर्नुहोस् त आज नर्सेसहरू सबै घटाइदिएको छ। 13,000 मा नर्सले काम गर्छ, 25 लाख खर्च गरेर उसले पढ्छ, उसले जागिर पाउँदैन। डाक्टरहरू कोही बस्दैन, इन्जिनियरहरू कोही बस्दैन। किन गइरहेछ, मुलुकमा बस्न किन चाहिरहेको छैन, यसको बारेमा छलफल हुन पर्यो हाम्रो सदनमा। युवाहरू किन बस्दैन, युवा युवती, यसको बारेमा छलफल हुन पर्यो हाम्रो सदनमा। तब त मुलुकले एउटा डाइरेक्सन लिन्छ। यसरी हामीले हेर्नुपर्छ। त्यसकारण हामीले बुझ्नुपर्छ हामी हाम्रो लोकल चिज ग्लोबल भिलेजमा जान सक्छ। हाम्रा आयुर्वेदिक, हाम्रा जडीबुटी विश्व बजारमा जान सक्ने, हाम्रा युवा युवतीहरूलाई राम्रो शिक्षा दिएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन्। हामी त जहिलेसुकै सजिलो बाटो, सजिलो उपाय खोजेछ। अलि जटिल कुराहरू कसरी मुलुक बन्छ, मुलुकलाई कसरी बनाउन सकिन्छ, मुलुकको थाई रिसोर्सेसहरू के हो, मतलबै छैन। त्यसकारण